हेलो गाइजहरु, ल आज पनि टकला र फुटबल खेल्नलाई जानका लागि चाहिँ म घरबाट निस्केको अवस्था छ। यतातिर मकै पनि सुकिरहेछ। यतातिर हाम्रो दोस्तहरू पनि हुनुहुन्छ फुटबल खेल्न जानलाई टक्क रेडी भएर। टक्क हाम्रो घरदेखि चाहिँ जाँदैछु। ल हेर्दै गर्नु होला गाइज भिडियो चाहिँ लास्टसम्म। रचनी स्टेडियमतिर हिँडेको भिडियो तर भ्यू चाहिँ बाबाले देख्नु खतरा हुन्छ किन हाल्छ अलिअलि। आइफोन हो त भाइ। अनि कसले जान्ने एन्ड्रोइड हो एन्ड्रोइड फोन। हो फुपा नमस्याल ल जाऊ है, जाउँ रचनी आज फुटबल खेल्नु। म्याच छ म्याच। तपाईँ सिकाउनु न यसो बाहिर बसेर। कोही बेला त पुर्खाले दामी सिकाउँथे, हे आशिष लङ पास भन्दै। आज मनसले पैँचा दिनु त होला नि मलाई जुत्ता। मेरो त गछ यार। मेरो हट्टा त तेरो जुत्ता टिक्दैन 2 दिन त्यो गइसकेर रहेछ। त्यस्तो खतरा बुझ त मेरो गइसक्यो। टक्कला र हाम्रो फुटबल खेल्न जाने बाटो चाहिँ यही रहेको छ। ल हाम्रो पारीको भ्यू कस्तो देख्छौ। राम्रै देख्छ घाम लागेर। भेडाको उन जस्तो माया नक्कली सुन जस्तो। रिसा त हाने त गइहाल्छ नि। रिसा त हान्नै मिल्दैन। महादेव डाँडा मन मेरो लाग्यो स्याउसीले भेडाको उन जस्तो। ल गाइजहरू, यो चाहिँ घमौरोको दाना हो। खानलाई एकदम मिठो हुन्छ। ल चराहरूको खाजा, हामी खेलाडीहरूको पनि खाजा एकदमै मिठो हुन्छ। ल उता पनि दोस्तहरू चरिराख्नु भएको छ यस्तै दानामा। ल हेर्नुहोस् गाइस, एकदम राम्रो छ। ल मिठो पनि एकदमै मिठो हुन्छ। मिठो छ घमौरोको दाना गाइजहरू। घमौरोको दाना खाँदा खाँदै गाइजहरूले त छोडिराखेर गए त यार। केही छैन, टक्कला र उकालो चढेर जानुपर्छ। हाम्रो रचनातिर बल खेल्न चाहिँ होइन, चढ्दा उकालो झर्दा ओह्रालो केही छैन। गर्मी नि हुँदो रहेछ चढ्दा चढ्दै। हल्का पसिना नि आयो। उकालो बाटो हिँड्दा हिँड्दै। गाइजहरू यसो लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्नु कन्जुस नगरिदिनु होला होइन। भिडियो हेर्दै हुनुहुन्छ भने हल्का थाकियो उकालोतिर। ल गाइजहरू, म चाहिँ टक्कला र भटभटे डाँडा आइपुगेँ। ल यहाँ चाहिँ एकदमै ठाउँ दामी छ। ल यसो यहाँ बसेर फोटोसोटो खिच्नलाई एकदम दामी ठाउँ छ यो भटभटे डाँडामा चाहिँ गाइजहरू। ल क्र्याक भएको
जस्तो माया नक्कल सुरस्तो